लर्डले आफूलाई डिफेन्स गरिरहेको छ यहाँनिर पाराङले के क्लियर गर्न सक्ला त 128 भाइ ओके गाइस फेरि पनि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु सो भिडियो इन्जोय गरौँ है त ओके लेट्स गो स्वेट भन्ने रहेछ लर्डले लर्ड एमजे आसन पनि आइदिरहेछ मेरो गिल्डको प्लेयरहरू गिल्ड वार खेल्न छोडेर सबै आइदिरहेको रहेछ यहाँनिर लर्ड बेरुस भन्ने रहेछ ओके ओके ल ल ल खतरा 15 जना प्लेयर रहेछ भएर निरज भर्सेस अर्मन चाहिँ हो निरजले निकै प्रेसर दिइरहेको छ स्लट नम्बर 5 अरे ल अर्मनलाई यहाँनिर धेरै प्रेसर दिइरहेको छ ल अर्मनले के क्लियर गर्दा त अपोनेन्टलाई रेड ट्रिपल फो परेको थियो अर्मनको अपोनेन्ट र फेरि पनि अर्मनको रिभर्थ भएको छ के अर्मन त्यहीँ जाला त रिभेन्ज लिन सुपर जेरोक्सको पनि फाइट गरिरहेको छ मेज भन्ने प्लेयर रस गर्न खोजिरहेको छ युएमपी प्लस भिएसएसले गेम प्ले गरिरहेको छ र लङ रेन्जमा युएमपीले होइन भिएसएसले प्रेसर दिनुपर्ने हुन्छ र निकै नै प्रो रहेको छ मेज डब्लुटी मेज र यहाँ मेजको पनि डेथ भइसकेको छ आसन M10ले निकै नै प्रेसर चाहिँ दिइरहेको छ र टप 10 मा छिरिसकेको छ लर्ड बेरुस अन्ली रिदम रेड ट्रिपल फो 3 किल गरिरहेको छ र 4 किल म्याक 10 निकै नै ओपी युज गरिरहेको छ रेड ट्रिपल फोले ओए रेड ट्रिपल फो 9 को एचपी मा लिटरली मनी खेल्न मिल्छ अरे हैन यो त लास्ट गेम प्ले गराइदिएको थिएँ मैले गरिदिरहेको छ लर्ड बेरुस थर्ड पार्टी हान्छ निकै नै राम्रो वान ट्याप नोम्डालाई यहाँनिर युएमपी को हेडसटले क्लियर गरिदिसकेको छ के नोम्डाले यहाँनिर रिभेन्ज लिन सक्ला त त्यहाँनिर बेरुस भन्ने प्लेयरलाई लर्ड बेरुस 145 हुन्छ र यहाँनिर फेरि पनि बेरुसले नोम्डालाई क्लियर गर्ने र नोम्डा फाइनली यहाँनिर 6 को एचपी मा थियो र फेरि पनि बेरुसको हातबाट नोम्डाको डेथ भइसकेको छ लर्ड बेरुसले सुपर जेरोक्सलाई देख्न सक्नुहुनेछ M1 भन्ने प्लेयर रहेको छ यहाँनिर र लिटरली 13 को एचपी मा M1 को सायद इन्टरनेट प्रेसर दिइरहेको छ र क्यारेक्टर युज गर्दै निरज गेमर 31 को एचपी मा मेडिकेट युज गरिरहेको छ र प्लेयरले प्रेसर चाहिँ ओभर दिइरहेको छ यहाँनिर 1 भर्सेस 1 को निकै नै राम्रो सिचुएसन रहेको छ निरज गेमरको लागि बोया खाने निकै नै राम्रो अवसर लर्ड बेरुस 3 किलमा लङ रेन्जबाट एसिएटीले 1 ट्याप हान्न चाहिँ खोजिरहेको छ अनि यहाँ निरज गेमरलाई देख्न सक्नुहुनेछ जोन एडभान्टेज चाहिँ रहेको छ निरज गेमरले नोटिस गरेको छ कि छैन जोन एडभान्टेज उसकोमा छ भनेर लर्डले जित्छ भनिरहेको छ लेट्स सी गाइस लर्डको किल 3 रहेको छ भने निरजको किल 5 रहेको छ हाई एरियाबाट 1 ट्याप हान्ने चान्सेस चाहिँ निकै नै राम्रो छ लर्ड निरजलाई रस गरिसकेको छ र यहाँनिर म्याक 10ले अपोनेन्टलाई क्लियर गर्न खोजिरहेको छ भने निरज हल्का वाल हालेर आफूलाई कभर दिइरहेको छ भने यहाँनिर रुखको पछाडि प्लस प्लेयरले के गर्न खोजिरहेको छ यहाँनिर युएमपी प्लस निकै नै राम्रो फ्री स्टाइल गेम प्ले देखाइरहेको छ दाइ फेरि भनेको छ के हुन्छ ओके ल यहाँनिर रस गरिदिसकेको छ निरज गेमरले एकदमै राम्रो टाइमको वेट गरिरहेको छ र यहाँनिर हेर्नु सक्नुहुनेछ 93 को हेडसट लर्ड माथि निरजले फेरि पनि 75 को हेडसट लर्डलाई निकै नै प्रेसर चाहिँ दिइरहेको छ अनि यहाँनिर हेर्नु सक्नुहुनेछ दुईजना प्लेयरको निकै नै धमाकादार फाइट गइरहेको छ युएम लर्डले आफूलाई डिफेन्स गरिरहेको छ यहाँनिर लर्डको 1 ट्याप हान्ने चान्स निकै नै राम्रो तर एसिएटीले 1 ट्याप हान्न चाहिँ सकिरहेको छैन निरज गेमर जोन धेरै नै सानो भइसकेको छ यहाँनिर लर्ड माथि निकै नै भारी परेको छ 87 को हेडसटको साथ फेरि पनि निरजले प्लेयरलाई ओभर प्रेसर दिइरहेको छ लर्ड गेमर
जतिखेर पनि डेथ हुन सक्छ यहाँनिर। निरज गेमरले फायर गर्नु भने चाहिँ छोडेको छैन। अनि यहाँनिर हेर्न सक्नुहुनेछ यहाँनिर प्लेयरले पाराङले के क्लियर गर्न सक्ला त 128 भाइ साहब पाराङको हेडसटले यहाँनिर लर्डले बोया निकालिसकेको छ। अनि आजको भिडियो यति थियो। सो मलाई जहाँसम्म लाग्छ सबैजनाले भिडियो इन्जोय गर्नुभयो होला र हामी भेट्नेछौँ अर्को भिडियोको साथ। त्यतिन्जेको लागि बाई बाई, टेक केयर, जय नेपाल।